फागुन 21 को चुनाव नजिकिँदैछ। तपाईको भोट तयार छ? नमस्कार, हामी छोटकरी नेपाली टिमबाट चाहिँ अहिले थापाथली एरियामा छौँ र अहिले हामी यहाँको भोटर्सहरूलाई क्वेसन सोध्न गइरहेका छौँ। उहाँहरूले अबको भोट कसलाई दिनुहुन्छ र अबको सरकार को बन्ला त? अब नरुकिकन उहाँहरूसँग नै गएर बुझौँ है त। सो यसपालि चाहिँ हजुरले कसलाई भोट दिनुहुन्छ त? जुन राम्रो उम्मेदवार हुनुहुन्छ उसलाई नै अब भोट दिन चाहन्छु। अहिलेको अवस्था अनुसार अब स्वतन्त्रमै हो। म यो पालि भोटै दिन्न, भोट बहिष्कारमा छु। बालेन हाम्रो देशलाई परिवर्तनको आवश्यकता त अत्यन्त जरुरी छ होइन। अब त्यो सँगसँगै पनि अब तपाईँको जनता होइन अब विश्वास गर्ने आधार पता हुन्छ होइन। अहिलेसम्म यसैलाई पनि भनेर विश्वास गर्न सक्ने आधारै छैन कि। भनेपछि अब चाहिँ तपाईँले प्रधानमन्त्री चाहिँ कसलाई देख्न चाहनुहुन्छ? प्रधानमन्त्री त अब यो पहिलाको जस्तो हुनु भएन। अब देशको लागि राम्रो गर्ने प्रधानमन्त्री चाहियो होइन। बालिङको हल्का नयाँ कन्सेप्ट छ होइन। अब पुराना नेताहरू हल्का अल्छी छन् हुन्छ नि, पावरमा भएपछि करोड भाषण अब चेन्जबाट डराउँछन् होइन। यत्तिकै हल्लाको भरमा मात्रै लागेर भोलि देशलाई को अरू क्षति हुने अवस्था पो सिर्जना हुने हो कि त्यसको बारेमा नि हामीले थोरै चिज सोच्नुपर्ने अवस्था छ होइन। अहिले उठेका उम्मेदवारहरू यो राष्ट्रको लागि होइन, जनताको लागि होइन, यो सबै भ्रष्टाचारी मात्रै र विदेशी दलाल मात्रै उम्मेदवार उठेका छन्। अनि अब 84मा हुने चुनाव 82मा सार्नलाई जेनजीले 76जना जेनजीले ज्यान मार्नलाई मृत्यु भएका होइनन्। 350जना जति घाइते भए ती घाइते भएका होइनन्। जबसम्म देशमा शान्ति सुरक्षा अमन चयन नेपाली जनताको जीव धनको ग्यारेन्टी हुने गभर्मेन्ट बन्न पर्यो। अब 78जना जेनजी युवाबाट बनेको हाम्रो सुशीला कार्की प्रधानमन्त्री हुनुहुन्छ। उहाँले त्यो 18जना मान्छेहरूलाई खोइ त एरेस्ट गरेर जेल हालेको? यदि उहाँले शान्ति सुरक्षा कायम गर्ने हो भने त 78जना त्यो मार्ने व्यक्तिहरूलाई मात्र एरेस्ट गरेर जेलमा हाल्नु पर्यो नि त। अनि बल्ल उहाँले गरेको इलेक्सनलाई हामी एकदम फोकस गरेर हामी अगाडि बढ्न सक्छौँ। हामीले केही आफूले केही गर्न नसक्छौँ त्यसको लागि त हामीले यहाँबाट यस्तो केही सोचेर हामीले एउटा भोटले पनि थोरै पतै के बिगार्छ अथवा बनाउँछ कि राम्रो गर्छ कि अथवा नराम्रो गर्छ यसको बारेमा सोच्नु आवश्यक छ जस्तो मलाई लाग्छ होइन। त्यसो भएर पनि भएको कारणले पनि मैले अहिलेसम्म यसलाई नै दिने भनेर चाहिँ मैले त्यस्तो मेरो सोच बनिसकेको छैन। बिजो होला पहिला थियो होला म यसरी जानुपर्छ भन्ने खालको थियो होला होइन, थियो पहिला होइन केही समय पहिला। तर अहिले यो पछिल्लो क्रममा यो चाहिँ पछिल्लो घटनाक्रम देखिएको छ। यो पछिल्लो घटनाक्रम देख्दै जाँदा थोरै सोच्न बाध्य बनाएको छ कि।